हेलो गाइज, यो पर्साको पुलको यो डाइभर्सन थियो त्यो टुटिसकेछ। पानीले गर्दा बाटो अवरोध भइसकेछ पुरै। गाडी साडी यताबाट आउन जान मिल्दैन। अर्को बाटो अब हामीहरूले लिनु पर्यो होला। देखिए साथी साइज की पूरा और परसा के बीच में कुछ चलिरहेको छ गाइज, हेर्नु ल। धेरै भिड भएछ पुरै बाटो। यता नि मान्छेहरू यता गाडीहरू पुरै गाडीहरू यता डाइभर्सन गरेर अब जानु परिरहेछ। यो लोचनाको पुल हो, यताबाट भएर जानु परिरहेछ गाइज। पुरै डाइभर्सन भएर हो। यतैबाट अब जानुपर्ने हो होइन। यो नजिकको बाटो छ। अब त्यो बाटो अवरोध भइसकेछ जलेश्वर जनकपुर रोड होइन। नदीमा पानी बढेर अब तपाईँहरूले जनकपुर जानै नै पर्ने हो भने यहाँ यो आगेपुरको पुलदेखि तल हाम्रो अगाडिसम्म यहाँ चाहिँ बाटोको डाइभर्सन छ। अलिपट्टि गाउँ भएर त्यही गाउँ गएर जान पाइन्छ है गाइस। ल यहाँदेखि जान पाइन्छ मजाले गाइस। यहीँदेखि बाटो फेर्नुको लागि अगाडि त पुल भत्किगयो गाइस। पुल भत्किरहेको सबै खाने मात्रै। खाऊ खान देऊ खाऊ अनि खान देऊ, यति मात्रै हो गाइस। ल आजको लागि यति नै। थ्याङ्क यू।